के सोचेको थियो जिन्दगी के भइदियो भने यार त हेलो हेलो नमस्ते अनि सबैजनालाई स्वागत गरे फेरि पनि मेरो मिनी ब्लगमा। आज चाहिँ मेरो छुट्टीको दिन हो, त्यसैले म भिडियो बनाउँदैछु। अहिले चाहिँ म पार्कमा जानको लागि रुमबाट रेडी भएर निस्किसकेको छौं। पार्कमा जानुभन्दा अगाडि चाहिँ म आफ्नो शरीरलाई हल्का वार्म अप गर्छु, किनकि हाम्रो शरीर रातभरि स्थिर अवस्थामा बसिरहेको हुन्छ। यो पछाडि देखिरहेको सानो घर चाहिँ हामी बस्ने ठाउँ हो। यो घरभित्र चाहिँ 30-40 जना नेपाली दाजुभाइहरू बस्छन्। एक दिन म यो घरभित्रको हाम्रो पीडाहरू सब देखाउने छु। अब चाहिँ कुदेको है म, अब पार्कतिर जानु पर्यो। अब हिँडेर त भएन, कुद्नै परिहाल्यो। लगभग पार्क पुग्नलाई चाहिँ 10 देखि 12 मिनेट लाग्छ, त्यही हो। रनिङ गर्दाखेरि चाहिँ एक ठाउँमा चाहिँ अन्डरग्राउन्ड रनिङ गर्नुपर्छ, किनकि माथि चाहिँ पुरै ट्रेनको बाटो छ नि, त्यसैले हामी यसरी तल यसरी कुद्नुपर्छ। अलमोस्ट अहिले चाहिँ म पार्कको नजिकै पुगिसकेको छु। रनिङले चाहिँ एकदमै म एक्टिभ छु भनेर फिल गर्छु, अनि रनिङले चाहिँ मेरो माइन्डसेटलाई जहिले नि बलियो बनाइराख्छ। त्यसैले म प्राय जसो आफूले भ्याएसम्म रनिङ गरेर हुन्छु। अब हामी पार्कमा छिर्नको लागि चाहिँ एउटा बाटो क्रस गर्नुपर्ने हुन्छ। बाटो क्रस गर्दा चाहिँ एकदम बी केयर है, डेन्जर हुन्छ बाटोहरू, त्यस्तै हो। गाडी कतिको स्पिडमा आएर हुन्छ, त्यसैले बी केयर साथीहरू। पार्कभित्र छिरेर पनि अब म पुलअप हान्नुपर्ने हुन्छ। पुलअप चाहिँ मेरो सबभन्दा बेस्ट है, मलाई बवाल लाग्छ। अनि अहिले चाहिँ मैले धेरै डाउन गरेको छु। पुलअप चाहिँ मैले हाएँ भनेको अहिले 10 देखि 12 मात्र हान्छु। साँच्ची मैले एउटा कुरा भन्नै भुलेछु कि यो पार्कको नाम चाहिँ एथलेटिक पार्क हो, र यो पार्क चाहिँ एथलेटिकहरूको लागि नै बनाएको हो कि। यहाँ चाहिँ ए टु जेड के चाहिन्छ त्योहरू सब छ कि। अनि यो पार्क चाहिँ भर्खरै 2025 मा उद्घाटन गरे रहेछ कि, राम्रै रहेछ। अब त्यही हो। अब म पार्कको सबभन्दा टपमा गएर भ्यू देखाउन गइरहेको छु। सबैजनाले हेर्नु होला। रेडी 1 2 3 गो। सारारारा वाह, यो चाहिँ मलाई बवाल लाग्छ। यहाँबाट चाहिँ जस अलि खाल्डोमै छ छन त, तै पनि अलिअलि डाँडाहरू चाहिँ देखिन्छ कि मस्तको, त्यही बवाल लाग्छ मलाई चाहिँ। पार्कभित्रको अवस्था चाहिँ अहिले यस्तो छ, मान्छेहरू कुदिरहेछ, कुनै वर्कआउट गरिरहेछ, मान्छे चाहिँ अलिक कमै छ है। अब पार्कभित्र छिरेपछि रनिङ त गर्नु परिहाल्यो होइन त साथीहरू। म चाहिँ आफ्नो स्पिड बढाउनको लागि प्राय जसो प्र्याक्टिस गरिरहेको हुन्छ, त्यसैले म चाहिँ आफ्नो स्पिड बढाउनको लागि यसरी नै कुद्छु है प्राय जसो। देख्न सक्नुहुन्छ मेरो स्पिड यस्तो छ। धेरै राम्रो छ, कुदिया छ केटो। ओ ओ ओ ओ ओ अब पार्कभित्रको कार्यक्रम सकेपछि म रुमतिर फर्किँदैछु। मैले चाहिँ स्याउ खानुभन्दा अगाडि जहिले पनि यसरी नै फुटाएर प्र्याक्टिस गर्छु। मलाई चाहिँ यो बवाल लाग्छ है। यो चाहिँ एउटा रुबिक क्युब हो, यो मिलाउनलाई चाहिँ त्यति गाह्रो छैन है। यसको एउटा ट्रिक हुन्छ, एउटा फर्मुला हुन्छ। मैले चाहिँ त्यो फर्मुला ट्रिक सिकिसकेको छु। मलाई चाहिँ त्यति गाह्रो लाग्दैन, म मिलाउन सक्छु है। म चाहिँ मलाई बवाल लाग्छ, त्यसैले म प्राय जसो प्र्याक्टिस गरेर हुन्छु। देख्न सक्नुहुन्छ आज मैले मिलाएको हो यो। मलाई अलिक टाइम चाहिँ लाग्छ है फेरि यो मिलाउन। सक्यो त यस। आज चाहिँ मलाई दिनको 2 बजे काममा बोलाएको थियो। घाम भने यस्तो चर्को छ, मालिकलाई के भयो, बिहान सधैँ बिहान काममा जाने मान्छे आज पुरै 2 बजे काममा बोलाएको छ। मलाई यस्तो गर्दा चाहिँ लास्टै रिस उठ्छ है। घाम यस्तो चर्किरहेछ, काममा बोलाएको छ, त्यही हो। यसरी नै बितिरहेछ मेरो दिनहरू चाहिँ। अब चाहिँ म काममा जानुपर्ने हुन्छ। म लगभग त्यही हो 40 मिनटको बाटो हो, हिँड्नुपर्छ। यही भनौँ, के भन्नु छ अरू। अब नेक्स्ट भिडियो आउनेवाला छ फेरि पनि, त्यही छुट्टी छैन, त्यही भएर मैले आफ्नो समय दिन पाएको छैन। त्यही हो, सबैजनाले माया गर्नु होला, सबैजनाले सपोर्ट गर्नु होला भन्छु म चाहिँ।